अम्मा कस्तो गाडीहरू पानीमाथि कुदिरहेछ है, कस्तो डुबिरहेछ रोडमा है। पानी यस्तो खतरा परिरहेछ। हाम्रो चाहिँ ड्युटी जाने टाइममा यस्तो भइरहेछ है। यो चाहिँ नि मलेसियाको सालानमा हो, जसरी पानी पर्दो रहेछ। खतरा यार, पानी त यस्तो जमेछ नि आज त। मोटर बाइकहरू पानीभित्र कुदाइरहेछ। पानी ओहो गाडीमा त त्यहाँ मान्छेहरू हेरौँ नि, यसरी कुदिरहेछन् है। बस होइन त यो कम्पनीमा मान्छे लिने बस है, यो पक्कै पनि बस प्याकेज ल्याएर छ। हेरौँ यस्तो खतरा पानी पऱ्यो कि आज है। लास्ट तपाईँहरूले चाहिँ भिडियोमा देखिराख्नु भएको छ। हेरौँ त, यहाँ चाहिँ अलिकति पातलो रहेछ नि। आयो कस्तो छ पानी। यहाँको चाहिँ स्थानीय हुनुहुन्छ हाम्रो ड्राइभर चाहिँ, तर पनि पानी आयो भन्दै हुनुहुन्छ। उहाँलाई नेपाली भाषा केही ज्ञान रहेछ उहाँलाई नि। यहाँ हेर्नुहोस् मान्छे टुप्लुक टुप्लुक हिँडिरहेछ। हेर्नु त यस्तो डुबिरहेछ। यहाँ चाहिँ पानी रहेनछ है। फेरि यहाँ चाहिँ कसरी यो अलिक उच्चा चाहिँ नि ठाउँ परेछ है। क्या अरे यहाँ चाहिँ पानी रहेनछ। यो त माथि सेक्सन 23 जाने बाटो परेछ। क्या अरे यो यहाँनिर एउटा ठुलो यो आउँछ, खोला आउँछ, खोला भनौँ न, तर नदी समुद्र जस्तै त्यो ठुलो छ। यहाँ म आजभन्दा धेरै 10 वर्ष अगाडि आएको थिएँ यहाँ। त्यस पछाडि चाहिँ नि आज फेरि आउनु पाएँ यो ठाउँमा। हाम्रो पहिले काम गरेकै छेउ कता काम हुने रहेछ विचार छु कता। यो ठुलो खोला छ, यसमा चाहिँ नि योहरू पनि कोकोडालहरू पनि पाउन सक्छ यहाँ। यहाँदेखि यता यहाँ एउटा मन्दिर आउँछ। अब तपाईँको चाहिँ नि ओहो यहाँ त पानी रहेनछ यार, कस्तो मजाले यहाँ चाहिँ पानी जम्या रहेनछ। मन्दिर आइपुग्यो। यहाँनिर मन्दिर छ, हिन्दू मन्दिर हो यो चाहिँ। ओहो त्रिशुलहरण नाम रहेछ है। यहाँ चाहिँ त्यत्रो किन ओहो यहाँ त फेरि पानी त पुरै जमिनु थालेछ। फेरि पानी जमिनु थाल्यो है। अरे कस्तो खतरा पानी जमेछ। आजको ड्युटी गई यस्तो छ। मैले चाहिँ अब केलबाट ट्रान्सफर भएर चाहिँ नि सालानमा आएर मेरो पहिलो दिन ड्युटीको पहिलो दिन छ। माथि राम्रो छ त। ल ओहो ल यता यहाँ चाहिँ अलिक अरे यहाँ पनि उयो पुरै पोखरी पुरा छ त। डुब्ने खालको। अरे केही देखिन्न त, यस्तो खतरा पनि परिरहेछ। मान्छेहरू डुबान भइरहेछ क्या। ल खतरा कम्पनीहरू चाहिँ यहाँ रहेछ। मिठो के हो, कुन कम्पनी हो? यहाँ एउटा ठुलो मालगाडी बिसाइरहेछ। पानी एकदम परिरहेछ। आजको मेरो पहिलो दिन भन्नुपर्छ यहाँ सालामको चाहिँ मेरो ड्युटी लगभग ओहो ल
पानी यहाँ चाहिँ अलिक रहेन छ है पानी यहाँ चाहिँ कम्पनी एरिया रहेछ र पनि राम्रो देखाउन सकेर छुइनँ मैले भिडियोबाट पुरै गाडीको सिसामा चाहिँ पुरै पानी आइराखेको छ त्यसले गर्दाखेरि चाहिँ ल यो हेर्नु त ठुलो कत्रो छ भने आमामा अहिले चाहिँ बोट बिरुवाहरू आउँछ है अर्को क्लियर चाहिँ देखाउन सकिरहेको छुइनँ बाफ्रे हल्का रमाइलो पनि भइरहेछ लाइट पाचा ओहो लु लाइट पनि फुटिसक्यो अरे चाहिने अगाडिको गाडीको अब खतरा हुने हो तपाईँको चाहिने यहाँदेखि तर पनि हाँक्दै हुनुहुन्छ हाम्रो चालक बस हुनुहुन्छ तपाईँको चाहिने तर पनि कुदाउँदै हुनुहुन्छ अगाडि एकदमसँगले अँध्यारो छ सरर यता अरू पनि साथीहरू हुनुहुन्छ हाम्रो सेक्रेटरी सरहरू ओहो कस्तो खतरा पानी खेलिरहेछ चक्काले यस्तो डुबान भइरहेछ कि आमामा पुरै छोडिदिनु हुन्छ यस्तो भयङ्कर डरलाग्दो ठुलो पानी पऱ्यो तपाईँ यहाँ चाहिँ केटाकेटीहरूको खेल्ने ठाउँ रहेछ के अरे आँपहरूको रुखहरू टन्नै छ यहाँ घर त्यस्तै छ ओहो यहाँ त फुटबल ग्राउन्ड रहेछ के अरे ए होइन रहेछ फुटबल ग्राउन्ड तपाईँको खुल्ला स्पेस पो रहेछ अन्त फुटबल ग्राउन्ड होला भने सम्झिरहेको थिएँ आम्मा कस्तो खतरा पानी खेलिरहेछ है गाडीले आहा खतरनाक छ ब्रेक लगाइरहेछ है हाम्रो चालकले यहाँ हेर्नुहोस् ठुलो पानी यहाँबाट जान्छ तपाईँ पानी परिसकेपछि जति पनि पानी परेको रोडको पानीहरू हेर्नुहोस् कत्रो खोला भएको छ भल्ने यो रोडको पानीहरू सबै बगेर यहाँ पस्छ अनि यहाँबाट तल जाने हो त्यो ठुलो नदीमा कस्तो यहाँ गाडीहरू कुदिरहेछ है मेरो अलिकति हातले चाहिँ डिस्टर्ब गरिरहेको छ आज अघिदेखि क्यामेरालाई तै पनि केही छैन मैले जति सक्ने चाहिँ मैले तपाईँहरूलाई यो दृश्यहरू देखाइरहेको छु स्विङ सट्टै होइन ल ओहो यो रेलको भयो अनि त्यहाँदेखि यता सरर लग्यो अब त छैन रहेछ पानी छैन रहेछ है अब चाहिँ केलान जाने उयोहरू देखाइरहेछ म्यापहरू जस्तो पानी ढुट्टै पानी परेर एकदमै चाहिँ मौसम गडबडी छ आज मलेसिया सालामको हुनु त अब सेक्सन 24 रहेछ यहाँनिर यहाँदेखि निकै नै टाढा जानुपर्ने छ कम्पनीमा जाँदाखेरि गाडीमा भए पनि आज मौसम धेरै गडबडी छ मलेसिया सालामको के हो हुनु त परिरहन्छ पानी मलेसियामा धेरै जसो भूमध्य रेखाले छेउको कारणले तर पनि आज चाहिँ अरू दिन भन्दाखेरि पनि ज्यादा पानी चाहिँ एकदमै परिरहेको छ हेर्नुहोस् आहो खतरा पानी बोटबिरुवाहरू त कस्तो राम्रो छ यहाँनिर हेर्नुहोस् तपाईँहरूले देखिराख्नु भएको छ यस्तो हरियाली छ मलेसिया हावापानी पनि राम्रै छ र दिउँसो हल्का गर्मी हुन्छ तर साउदी कतार जस्तो त्यस्तो चाहिँ गर्मी हुन्न भन्छ साथीहरूले अनुभवी साथीहरूले है लगभग अब पुग्नु लाग्यो होला भन्दाखेरि पनि खै हेरौँ विचार गरौँ कतिको दूर रहेछ ओहो पेट्रोल पम्प एउटा आयो यहाँ गाडी बिसाउँला जस्तो छ ओहो बिसाएको छ गाडी यहाँनिर ठ्याक्कैसँग पेट्रोल लाउने होला अब एकछिन रेस्ट गरौँ है त ल यहाँबाट चाहिँ हामी पेट्रोल हालेर हिँडिसकेको छौँ पेट्रोल पम्पको लोकेसनदेखि अब हाम्रो यात्रा फेरि सुरु भइसकेको छ हेर्नुहोस् यहाँ चाहिँ ढल्दैछ के अरे भित्र पानी फेरि पर्नु सुरु गरिहाल्यो सरर
हो यता पनि हाम्रो चाहिँ नि साथीहरू हुनुहुन्छ यता अनि चाहिँ यता हाम्रो चालक हुनुहुन्छ उहाँको छोरीहरू सानो हुनुहुन्छ हाम्रो चालकको अनि यता अब चाहिँ नि यहाँबाट यता लाने विचार गर्दै हुनुहुन्छ यहाँ गाडीहरू आइरहेको छ त्यसले गर्दाखेरि वेटिङमा छौँ हामी है त पानी पनि कति पर्नु सक्यो नि कति पर्नु सक्यो तर्केको छ कस्तो पानी परेर हैरान छ हैरान एकदमसँगले पानी परेर चाहिँ बेलुकीको ड्युटी चाहिँ अलिक शीतल होला जस्तो छ तर पानीले चाहिँ आज अलिकति डिस्टर्ब गरिरहेछ जाने बेलामा चाहिँ हाम्रो यो यात्राको समयलाई चाहिँ अलिकति चाहिँ नै डिस्टर्ब गरिरहेछ चाहिँ यो पानीले तैपनि हामी अघि बढिरहेछौँ हाम्रो यात्रा सुरु भइरहेछ होइन हेर्नुहोस् यहाँनिर देखिराख्नु छ भिडियोमा अझै पनि पानी रोकिसकेका छैन होइन एकदमै डिस्टर्ब गरिरहेछ आजको यात्रा यस्तो पानी परिरहेछ गाडीहरू बिसाइरहेछ यहाँनिर यो केटाकेटीको खेल्ने ठाउँ रहेछ सुरु भयो फेरि हाम्रो यात्रा है हो यहाँ चाहिँ बस भर्खेर बसिरहेको थियो आम्मा यस्तो पानी फालिरहेछ गाडीको चक्काले भ्यानको चक्काले है होइन अगाडि बढिरहेछ आम्मा ओहो यार गर्दै एकदमै गाडीले चाहिँ नि दुःखले लाँदैछ भ्यानले है लामो पनि धेरै लामो रहेछ नि हो हाम्रो रुमबाट चाहिँ नि कम्पनी पुग्नु मेरो पहिलो दिन हो हेरौँ कस्तो हुन्छ हेर्नुहोस् एउटा गाडी जाँदैछ यसै हेर्नु त यहाँ त्यहाँ यस्तो छ बाटोमै मान्छेले बस पर्खेर बसेको छ पानीले गर्दाखेरि छैन बस पनि यहाँ गाडी एउटा जाने जस्तो पानीमा यस्तो बुढिरहेछन् गाडीहरू फेरि यहाँ क्रस बाटो आयो फेरि है जङ्गल आयो है अलि जङ्गल आयो मलेसियामा बोट बिरुवा चाहिँ टन्नै रहेछ है हेर्नुहोस् तपाईँहरूले भिडियोमा देखिरहेको भएको छ तर खासै यहाँ चाहिँ अलगलको चाहिँ दिइरहेको रहेछ दिइराखेर रहेछ फेरि आयो ठुलो कुदाछ गाडी आज्ञा छ पछाडि बत्ती बाल्दै कुदिरहेछ एउटा गाडी ल सेक्सन 11 मा आइपुगेछ ल कुदिरहेछ अब पर पुगिन्जेलमा त रातो पर्ला जस्तो छ त कसैले कुदिहाल्छ गाडी खतरा रहेछ यहाँ त छैन चाहिँ हेर्नुहोस् पानी यो अलिकति उच्चा ठाउँमा परेछ के अरे यो गहिरो ठाउँमा चाहिँ एकदमै पानी जम्दो रहेछ के अरे कसैले गाडी बिसाइरहेछ यहाँ त्यहाँनिर अब जेब्रा क्रसिङ आयो यहाँनिर अब वेटिङमा बसिरहेछौँ विदेशको सिस्टम चाहिँ यही राम्रो सँग जेब्रा क्रसिङमा चाहिँ मान्छे नभए पनि टक्क मजाले अनुशासित भएर चाहिँ नि वेटिङमा बस्दिन्छ र आफ्नो पालोमा जान्छन् यो चाहिँ राम्रो लाग्छ सायद फाइनको कारणले पनि फाइनलाई डराएर भए पनि त्यसो गरे होला हुनसक्छ आम्मामा कस्तो छ भने कस्तो पानी परिरहेको छ भने महँगो खतरा पानी परिरहेछ है र यहाँ कम्पनी छैन यो होस्टेलहरू यस्तो झिरमिर मात्रै देखिएको छ पानी ट्याङ्की
अरे हो ल भाइ पानी परेर ठ्याक्कसँगले आँक्या छ गाडी जङ्गलै जङ्गल गयो गाडी गयो तपाईँहरूलाई कस्तो लाग्यो आजको मेरो भिडियो हेरेर चाहिने तपाईँहरूले चाहिँ ओहो रेलको लिक पनि पुरै छ आजको मेरो भिडियो हेरेर चाहिने कमेन्ट बक्समा आएर कमेन्ट गर्नु नभुल्नु होला तपाईँहरूले आहा अहिले चाहिँ राम्रो बाटो है सर टिन बारेर चाहिँ के हो ओहो मिक्सर आम्मा यो त ठ्याक्कसँग कस्तो दामी कम्पनी रहेछ सिसै सर ए होइन कम्पनी त होटलबाट चाहिँ यार आम्मा यो चाहिँ कम्पनी हो क्या आम्मा उड्या छ पानी ट्याङ्की देख्यो कम्पनी एरिया रहेछ स्विगी उड्या छ ल यहाँ फाट्न बनाउँदै रहेछ स्विगी उड्या छ कम्पनी एरियामा पुगेछ है अहिले चाहिँ साथीहरू अब पुग्नु लागेछ लगभग पुग्नु लागेको छ विचारमा छु कम्पनीहरू देख्दाखेरि होइन अहिलेलाई चाहिँ मैले यो हाम्रो भिडियोलाई होइन सिक्याउने विचारतिर लागेको छु धन्यवाद दर्शक मित्रहरू अब अर्को भिडियोमा फेरि तपाईँहरूसँग भेट्ने बाचा गर्दै अहिले चाहिँ तपाईँहरूसँग बिदा लिन चाहन्छु ओके बाई